मित्रहरू यो भिडियोलाई ध्यान दिएर हेर्नुहोस्। हामीले चिया त अभियसली सबैले पिउने गर्छौं। धेरै जसोले चिया मन पराउनुहुन्छ। हरेक बिहान मरिच राखेको चिया पिउँदा के कस्ता फाइदा हुन्छन् शरीरलाई भन्ने बारेमा रहेको यो भिडियोमा तपाईहरुको जानकारीको लागि शेयर गरेको छु। यस्तै जानकारी पाउनको लागि हाम्रो च्यानलसँग जोडिनु होला र च्यानललाई सब्स्क्राइब गर्नु होला। पेज पनि छ, पेजलाई पनि लाइक, कमेन्ट, शेयर र फलो गर्न नबिर्सनु होला र भिडियोलाई अन्त्यसम्म हेर्नुस् र फाइदा उठाउनु होला है त। हरेक बिहान मरिच चिया पिउनुहोस्, हुन्छ यति धेरै स्वास्थ्य लाभ। हामी हरेक बिहान चिया पिउने गर्छौं। कोही दूध हालेको चिया खान्छौं, कोही कालो चिया खान्छौं, कोही ग्रीन टी खान रुचाउँछौं त कोही मसला चिया। तर स्वास्थ्यका हिसाबले कुन चिया सबैभन्दा उपयुक्त हुन्छ त भन्ने कुरा पनि आउँछ। अस्वस्थ आहार विहार, मद्यपान र धूम्रपानका कारण शरीरमा फ्री रेडिकलहरूको मात्रा बढिरहेको हुन्छ। शरीरमा यस्ता रेडिकलहरूको मात्रा बढ्दै गएपछि यसले कोशिकाहरूलाई क्षति पुर्याउने, छिट्टै बुढो देखिने र हृदय रोग, क्यान्सर, गठिया, दम र मधुमेह जस्ता जटिल स्वास्थ्य समस्याहरूको खतरा पनि बढ्दै जान्छ। आधुनिक विज्ञानले यस्ता फ्री रेडिकलहरूलाई नियन्त्रण गर्न मरिचमा पाइने पिपेरेडिन अत्यन्तै उपयोगी रहेको कुरा पुष्टि गरेको छ। मरिच एक सुगन्धित र स्फूर्तिदायक पदार्थ हो जसमा 5 देखि 9% सम्म पिपेरेडिन र 24 नामक एल्केलाइडहरू पाइन्छन्। आज हामी कुरा गर्दैछौं मरिच चियाका फाइदाको विषयमा। भिटामिन ए, भिटामिन सी, भिटामिन के, फाइबर, आइरन, पोटासियम, म्याग्नेशियम, म्याग्निज र जिंक जस्ता जरुरी पोषक तत्त्वले भरपूर कालो मरिच स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ। यसको चिया बनाएर पिउँदा विभिन्न प्रकारका रोगको जोखिम पनि कम हुन्छ। मरिचमा भिटामिन सी र एन्टिअक्सिडेन्ट भरपूर मात्रामा हुन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोग गर्छ। यसमा हुने एन्टिब्याक्टेरियल गुणले तपाईलाई भाइरस र ब्याक्टेरियाबाट पनि बचाउँछ। कालो मरिचमा हुने पिपरिनले पाचन तन्त्रलाई पनि राम्रो बनाउँछ। यसले पेटमा ग्यास, कब्जियत र अपच जस्ता समस्याबाट पनि राहत दिन्छ। कालो मरिच हालेर बनाएको चियामा एन्टी ओबेसिटी प्रभाव पाइन्छ, त्यसैले यसले मेटाबोलिजमलाई पनि बुस्ट गर्छ। यो तौल कम गर्न पनि सहयोगी हुन्छ। यसमा पोटासियम पाइन्छ जसले रक्तचापलाई नियन्त्रणमा राख्छ। यसलाई पिउँदा शरीरमा खराब कोलेस्ट्रोल कम हुन्छ। यसमा हुने एन्टिब्याक्टेरियल गुणले संक्रमणबाट पनि जोगाउँछ। बदलिदो मौसममा हुने रुगाखोकीबाट राहत पाउनको लागि पनि यसको चिया पिउन सक्नुहुन्छ। साथै यसमा भरपूर मात्रामा एन्टिअक्सिडेन्ट हुने भएकाले छालालाई फ्री रेडिकल्सबाट पनि जोगाउँछ। यसले छालालाई स्वच्छ र चम्किलो बनाइराख्न पनि सहयोग